हेलो गाइस, गुड मर्निङ। आज चाहिँ बद्रीनाथमा हाम्रो पहिलो दिन हो। हेरौँ के हुन्छ। एक्चुअलीको हालचाल के छ कमेन्ट गर्न हेर्नु होला। भिडियो गर्नुपर्छ, लाइक सेयर कमेन्ट गर्नु होला। तत्काल अहिले हामी बद्रीनाथको धाममा क्षेत्रमा छौँ र हामी चारैतिर पहाडले घेरिएको ठाउँमा छौँ। हिजो राति हामी समथिङ 12 बजेतिर राति आइपुगेको छौँ। त्यही भएर केही अपडेट दिन पाइएन। कुनै अब बिहानै तयारी भएर चाहिँ भागवत साथको लागि हामी टाउको भागवतजी बोकेर हिँडिसकेका छौँ। माहौल एकदम चिसो चम्कीबाट धुवा पनि आयो होला, आइसक्यो ल जाडोमा जस्तो होइन। एकदम गोर्ने ठाउँबाट आएको फेरि जाडो चाहिँ शरीरले पनि बडो अचम्म मान्दैछ। त्यही पनि ठिक छ, जाडो छ एकदम चाहिँ। ज्याकेट साकेट भव्य दिव्य लाएर हिँड्ने छ चारैतिर हिमाल देख्दै यो सुन्दर नजारा हेर्दै हामी अघि बढिरहेका छौँ। त्यसै गरी ल फेरि हामी दोस्रो भिडियोमा भेट्नेछौँ। धन्यवाद। यो ठाउँमा चाहिँ चिसो बढी छ होइन। यति बस्तीमा चारैतिर हिमाल छ। अहिले पनि हिउँहरू देख्न सकिन्छ पछाडि हिमालतिर चाहिँ हिउँहरू देखिसक्नु कस्तो टल्किरहेको थियो होइन। अब त्यहाँ आँखाला जस्तो भइसक्यो, हिउँ परिरहेको छ। अब पानी पऱ्यो भने पानी पर्ने मौसम छ। पानी पऱ्यो भने चाहिँ यहाँ हिउँ पर्छ जस्तो मलाई लागिरहेको छ। यताउति यहाँ बुझ्दा पनि त्यही सूचना मैले पाएका थिएँ, जानकारी आएको थियो होइन। अब चाहिँ पानी पऱ्यो भने त हामी यहाँ हिउँ पनि छुन सक्ने सम्भावना हुन्छ। त्यो पनि छुन त छुन्छ। त्यहाँ हिउँ छ भने अब म चाहिँ नगइकन मेरो मनले मान्दैन। अब त्यहाँ चाहिँ रस्सी बाँधेर हुन्छ कि के गरेर हुन्छ होइन। हिउँ चाहिँ छोइन्छ, पानी आयो भने सजिलो हुन्छ भन्ने कुरा हो। नत्र अब हिउँ त छोइयो जसरी पनि। हिमालको बिचमा आएपछि हिमालहरू पनि दिव्य भव्य छ, देख्न सक्नुहुन्छ। हिमाल देखाइदेऊ चारैतिरको श्रृङ्खलाहरू देख्न सक्नुहुन्छ। दिव्य भव्य यतातिरको पनि यहाँ सबै यो चाहिँ सबै यो हिउँ पर्ने ठाउँ, हिउँले ढाक्ने ठाउँ रहेछ यो चाहिँ होइन। सबै हिउँले ढाक्ने ठाउँमा चाहिँ आएर त्यस्तो भव्य गर्दैछौँ। सबैजनाहरू सब्जी र बेदी सब्जी बोकेर चाहिँ ठुलो काममा बोकेर चाहिँ हिँड्नु भएको छ गुरुजनहरू होइन। यतापट्टि देखौ त्यही गुरुजनहरूलाई पनि देखौ हो। म पनि मासमा छु। अब चाहिँ यहाँ पाठ गर्न चाहिँ 113 जना जति छौँ। हामी लगभग सबै नेपालबाटै छौँ। यो हो ल अहिलेलाई यति। गाइजहरू लगभग सबैको वेदी तयार भइसकेको छ। Yoga,